हिमालयन हेल्थ केयरका प्रतिनिधिज्यू हाम्रो निमन्त्रणलाई स्वीकार गरेर घाटी विश्वबाट आउनुभएको जनस्वास्थ्य कार्यालयका सरहरू त्यस्तै गरेर विभिन्न विद्यालयबाट पाल्नुभएका हाम्रो मित्रहरू त्यस्तै गरी रुबी भ्याली गाउँपालिकाको हाम्रो साथीहरू त्यस्तै गरी सुरक्षाकर्मी साथीहरू स्वास्थ्य शाखा प्रमुखज्यूहरू सुरक्षाकर्मीहरू त्यस्तै गरी हाम्रो स्वयंसेविका ज्यूहरूलाई म चिरञ्जीवी ढकालको तर्फदेखि र रुबी भ्याली गाउँपालिकाको तर्फदेखि स्वागतम भनिन्छ। कुनै पनि रोग लाग्नुभन्दा अगाडि त्यसको हामीले रोकथाम गर्नु बेस हुन्छ। हामी आज यस्तो ऐतिहासिक क्षणमा छौँ कि हाम्रो ऐतिहासिक क्षण भनेको पुरा खोप गाउँपालिका सुनिश्चित गर्ने हाम्रो यो अभियान छ। यो एउटा स्वास्थ्य क्षेत्रको मात्र उपलब्धि नभए यो हाम्रो रुबी भ्याली गाउँपालिकाकै उपलब्धि हो भन्ने जस्तो मलाई लाग्छ। यहाँको बालबालिकादेखि यहाँको आमा बुवाको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेतर्फ उन्मुख गराउने यो प्रतिबद्धता पक्कै पनि गर्भवती महिला र बालबालिकाको प्रिभेन्टिभ क्युरेटिभ र फर्मेटिभ हेल्थ केयरको एउटा यो आधार हो। आज पनि विश्वलाई हेर्ने हो भने झन्डै 5 वर्ष मुनिका बालबालिकाहरू 4.5 मिलियन बालबालिकाहरू बाल मृत्युबाट मृत्यु हुने अवस्था देखिरहेको छ। कि यो ताकि हामीले सजिलै अर्थमा भन्न सकिन्छ कि 6 सेकेन्डमा एकजना बालबालिकाको के हुन्छ त मृत्यु हुन्छ। यो मृत्यु हुने प्रमुख कारण भनेको पुरा खोप नपाउनु हो अथवा गर्भ अवस्थामा आफ्नो चेक जाँच नगराउनु हो। अब हामीलाई प्रश्न उठ्छ कि यो खोप किन चाहिन्छ त? यो खोप किन चाहिन्छ भन्दा अकालमै हुने बाल मृत्यु र शिशु मृत्यु न्यून गर्नको लागि बालबालिकामा देखा पर्ने विभिन्न किसिमका अपाङ्गता जस्तै सुस्त मनस्थिति बहिरो लङ्गडोपन हटाउनको लागि यो खोपको आवश्यकता पर्छ। अझै पनि हाम्रो गर्भ अवस्थालाई त्यसै सुनौलो अवस्था भनिएको होइन। गर्भ अवस्थादेखि 2 वर्षसम्मको अवस्थालाई सुनौलो 1000 दिनको अवस्था भनिन्छ। यस अवस्थामा कुनै पनि बालबालिका अथवा महिलाले आफ्नो गर्भ 8 पटक चेक गर्नुपर्ने अवस्था हुन्छ। त्यस्तै गरेर एउटा बालबालिका 15 महिनासम्म उसले 14वटा खोप लगाउनु पर्ने अवस्था हुन्छ। त्यसै गरी उसले 13 प्रकारको भिटामिन खाने गर्छ। त्यो सबै हामीलाई आवश्यक छ, हाम्रो शरीरलाई आवश्यक छ। अन्त्यमा के भन्न चाहन्छु भने यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि यहाँको स्वास्थ्यकर्मी स्वयंसेविकादेखि यहाँको गाउँपालिकालाई विशेष धन्यवाद दिन चाहन्छु। यो हाम्रो एउटा विकासको सङ्केत हो। यो विकासको सङ्केतलाई हामीले हाम्रो घर परिवार हामी जनताहरू समक्ष यसलाई हामीले पुर्याउन सकियो भने यो कार्यक्रमको दिगोपना र प्रतिबद्धता हासिल गर्न सकिन्छ भन्दै मेरो स्वागत मन्तव्य यही टुङ्गाउन चाहन्छु। हस्त नमस्कार।